धन्यवाद। आजको कार्यक्रमका सञ्चालक हाम्रो जलजला गाउँपालिकाका युवा नेता आदरणीय हरिप्रसाद आचार्यज्यू, कार्यक्रमका अध्यक्ष तथा जलजला गाउँपालिका वार्ड नम्बर 9 का वडा अध्यक्ष आदरणीय गौबहादुर पुनज्यू, यो कार्यक्रममा आफ्नो व्यस्त समयलाई थाती राखेर हाम्रो निमन्त्रणालाई स्वीकारेर जिल्लाबाट पाल्नुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र अन्य सम्पूर्ण अतिथिज्यूहरू, शहीद परिवारज्यूहरू र यो कार्यक्रममा हाम्रो म्याग्दी, पर्वत, बागलुङसम्मबाट पनि अतिथिको रूपमा पाल्नुभएका सम्पूर्ण कमरेडहरू र बाँसकर्कादेखि बनौसम्मबाट आउनुभएका आदरणीय पार्टीका नेता साथीहरू, कार्यकर्ता साथीहरू, पार्टी सदस्य सम्बन्धका साथीहरूमा जलजला गाउँपालिकाको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि म हार्दिक नमस्कार तथा अभिवादन टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। समय असाध्यै समयको पाबन्दीको कारणले मैले धेरै विषय राख्न चाहन्न। हाम्रा आदरणीय नेता साथीहरू यहाँ उपस्थित हुनुहुन्छ। पार्टी केन्द्रदेखि प्रदेशदेखि जिल्लासम्मका नेता साथीहरू यहाँ हुनुहुन्छ। आज हामी यहाँभन्दा पहिलाका हरेक कार्यक्रमहरूमा हामी आफ्ना पार्टीका कार्यक्रम गर्थ्यौं भने आज विशाल पार्टीको रूपमा नेपाली कम्युनिस्ट पार्टीको यो सन्देश कार्यक्रमको सन्दर्भमा यहाँ हामी उपस्थित छौं। देशको सन्दर्भमा 16 वटा दलहरू मिलेर एउटा नेपाली कम्युनिस्ट पार्टीको छातामुनि एउटा कार्यकर्ताहरू गोलबन्द भएको अवस्था छ र अहिले क्रान्तिकारी कम्युनिस्टहरू जो प्रगतिशील कम्युनिस्ट पार्टीहरू छरिएर रहेका जो छन् ती सबै नेपाली कम्युनिस्ट पार्टीको छातामुनि गोलबन्द हुने क्रम जारी छ भने हामी जलजला गाउँपालिकामा पनि 2-3 वटा पार्टी हामी गोलबन्द भएर आज यो 12 गतेको दिन जलजला गाउँपालिकाको यो मिलनचोकमा हामी जलजलाका अगुवा नेता तथा कार्यकर्ता साथीहरू हामी यहाँ उपस्थित छौं। हाम्रो यो 2-3 वटा पार्टीहरू मिलेर आज एउटा कार्यक्रम, यो सन्देश दिने टाइपले कार्यक्रम गर्न खोजेका छौं। हामी पार्टी सदस्य सबै एउटा बाहिरी कार्यक्रम गर्ने केही समय पछाडि अलिकति टाइम लिएर बाहिर कार्यक्रम गर्ने सोच पनि बनाएका छौं। आज अगुवा कार्यकर्ता नेता साथीहरूलाई हामी जोडेर यो कार्यक्रम गर्न गइरहेका छौं र हामीले यो जलजला गाउँपालिकामा रातो चम्किलो तारा फरफराउने र चम्किलो तारामय बनाउने र आगामी चुनावमा चाहिँ जलजला गाउँपालिका र 9वटै वार्डमा यो